केन्द्रीय सदस्य लगायत दर्जनौं आज घाइते हुनुहुन्छ, चोटपटक लागेको छ, टाउकोमा हामी दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं। देशको संविधानको खिलाफ जे गतिविधिहरू भइरहेका छन् यो अत्यन्त निन्दनीय छ, आपत्तिजनक छ र यो संविधान अनुसार देश चलोस् हामी यसको अपेक्षा राख्दछौं। र आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक, पूर्व गृहमन्त्री रमेश लेखकको तुरन्त रिहाईको माग गर्दछौं, घाइतेहरूको उपचारको माग गर्दछौं र जसले मान्य सदस्यहरूलाई गम्भीर घाइते बनायो यसको यथोचित छानबिन गर्ने र कानुन अनुसार दुईटा आज कानुन अनुसार एकातर्फ फौजदारी कार्यविधिको 81 र 82 प्रयोग गर्ने कुरा एकातर्फ भएको छ, अर्कोतर्फ त्यही कार्यविधि माथि त्यो प्रतिवेदन को अर्को खण्ड अर्थात् 24 गतेको खण्डको बारेमा आज कतै कुनै कुरा उल्लेख गरिएको छैन र त्यसको बारेमा छानबिन गर्नुपर्छ भनिएको छ, नयाँ कार्यदल बनाउनुपर्छ भनिएको छ। यस खालको एउटा घटनासँग जोडिएर दुई खालका कुराहरू अत्यन्त गम्भीर छन्। यस अर्थमा नेपाल सरकारको यस विषयमा गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्दछु र अध्यक्ष मार्फत यो गम्भीरताले लिएर आवश्यक हस्तक्षेप बन्द गर्ने, पूर्व प्रधानमन्त्री गृहमन्त्रीको अविलम्ब रिहाई गर्ने र यो देशमा शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई पूर्ण रूपमा बहाल गर्नको लागि ग्यारेन्टी गरियोस् भन्ने हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसपटक ऐतिहासिक रेकर्डका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब 2/3 मतादेश दिएका छन्। म जनतालाई आभार मात्र प्रकट गर्दिन, यही रोस्ट्रमबाट प्रतिज्ञा गर्छु यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं। यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ। मलाई थाहा छ हामीले पाएको मत समर्थनको मात्र होइन परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन सिंहदरबार बदल्न हो। म गर्वका साथ भन्न सक्छु हामीले बदल्न सुरु गरिसकेका छौं। सभाध्यक्ष महोदय, सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैले मात्र होइन रासोपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हामी राम्ररी बोल्नु भन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू आफै अत्यन्त राम्रोसँग बोल्नेछन् र ती बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, हामीलाई हनीमुन पिरियडको सुविधा पनि चाहिँदैन। हामी दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं। तपाईहरुले सरकारको रफ्तार देखिरहनु भएको छ। अब कर्मचारी तन्त्र सहित सिंगो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन। हामी आफ्ना मात्र होइन जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौं र यसको सार्वजनिक घोषणा हामीले गरिसकेका छौं। सभाध्यक्ष महोदय, सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्री ज्यूबाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउनेछु। र म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु। सभाध्यक्ष महोदय, यो सम्मानित संसदमा यसअघि पनि पटक पटक एकल बहुमतका सरकार नबनेका होइनन्, तर ती सरकारहरू इतिहासका अंक बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। किन सकेनन्? दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा, पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा? किन अवसरहरूलाई परिणाममा बदल्न सकिएन? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं। जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरि गुमेको अवसर भनेर लेखियो भने हामी कलंकित हुनेछौं। हामीलाई त्यो मन्जुर छैन। रासोपाका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौं। अहिले बस्ने ठाउँ फेरि होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ। समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ। प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ,
हामीमाथि 24 घण्टा निगरानी गरिदिनुहोला। शासनमा तपाईहरूको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनुहोला, गल्ती देखाइदिनुहोला। यदि हामीले बाटो बिरायौँ भने सच्याइदिनुहोला। यदि हामी जनताबाट टाढा हुन खोज्यौँ भने हामीलाई जनताको आवाज सम्झाइदिनुहोला। हामीबाट अहङ्कार नबढोस्, हामीमा कुनै अहङ्कार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकअर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ, एकले योजना बनाउँछ, अर्कोले परख गर्छ। हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ, किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ। यो हामीले अस्ति भर्खरै देखिसकेका छौँ। यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानून नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रतिपक्षमाथि अहङ्कार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्वक विधि नै निचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन। न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन। यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो। हिजो संविधान र कानूनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपिल गर्न चाहन्छु। सरकार नयाँ नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु।